सञ्जु विक्रम शाह नेपाली भलिबल जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको चर्चित भलिबल खेलाडी हुनुहुन्छ। आज मङ्सिर 29 गते सञ्जु विक्रम शाहको जन्मदिन परेको हुँदा तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना। गण्डकी प्रदेशको स्याङ्जा जिल्ला पुतली बजार नगरपालिकामा जन्मिनु भएका सञ्जु विक्रम शाह पहिला पश्चिमाञ्चल भलिबलको टिम क्याप्टेन हुँदै अहिले गण्डकी प्रदेशको कप्तान पनि सम्हालिराख्नु भएको छ। नेपाली भलिबलमा र गण्डकी प्रदेश भलिबलमा उहाँलाई मन पराउने दर्शकहरू एकदमै धेरै हुनुहुन्छ। उहाँले धेरै लामो समय अगाडिदेखि आफ्नो खेल खेल्ने शैलीले धेरै नेपाली दर्शकहरूको मन जित्न पनि सफल भइसक्नु भएको छ। उहाँ यति धेरै मेहनती र ट्यालेन्टेड खेलाडी हुनुहुन्छ। सायद उहाँ सँगै खेलेको धेरै साथीहरूले अहिले भलिबल पनि खेल्न छोडिसक्नु भएको छ, तर उहाँले भने अझै पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई धेरै ट्रोफीहरू जिताइराख्नु भएको छ। सञ्जु विक्रम शाहलाई उहाँको फ्यानहरूले भलिबलको राजा भनेर पनि चिन्ने गर्नुहुन्छ। उहाँले नेपाली भलिबलमा 10 वर्षभन्दा लामो समय बिताइसक्नु भएको छ। उहाँले यति लामो समयसम्म यति धेरै उत्कृष्ट प्रदर्शन गर्नुको कारण भनेको उहाँको मेहनत र फिटनेसको कारणले हो। यो कुराको हामीले सधैँ सम्मान गर्नुपर्छ र तपाईको आज जन्मदिन परेको हुनाले फेरि पनि तपाईलाई जन्मदिनको लाखौं लाख शुभकामना। अझै धेरै लामो समयसम्म भलिबल खेल्दै गरेको देख्न पाइयोस्। यस्तो होनहार खेलाडी जन्मदिन हुने उहाँको आमालाई पनि धेरै धेरै धन्यवाद। तपाईलाई भविष्यको धेरै धेरै शुभकामना। सबैजनाले सञ्जु विक्रम दाइलाई कमेन्टमा ह्यापी बर्थडे पनि लेखिदिनु होला र सञ्जु विक्रम शाहको खेल कसलाई मन पर्छ कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।